खोलाले ढलाएको छ। हेर्दा हेर्दै खोलाले बाढीले पक्कै पनि यसरी चाहिँ भत्काएको हामी देख्न सक्छौँ। तपाईहरूलाई पक्कै पनि हामी यति बेला गोरेलम्बु ब्लक्समा छौँ। नेपालमा अहिले धेरै नै ठाउँमा यस्तो खालको चाहिँ घटनाहरू भइराखेको छ। अविरल आएको यो 2-3 दिनसम्मको वर्षाका कारणले गर्दाखेरि यो घान्द्रुक जाने बाटोमा नयाँ पुलदेखि अलिकति अगाडि तपाईँहरू देख्न सक्छौँ। यहाँनिर यसरी घर नै खोलाले बगाइदिएको छ। पक्कै पनि तपाईँहरू कोही यात्रा गर्दै हुनुहुन्छ भने, टाढाको यात्रा गर्दै हुनुहुन्छ भने अलि सोचेर विचार गरेर तपाईँहरू यात्रा गर्नुहोला। यो अविरल आएको वर्षाका कारणले विभिन्न क्षेत्रको बाटोहरू भत्किएको छ। तपाईँहरूलाई एउटा खालको सन्देश गराउनको लागि हामीले यो भिडियो तपाईँहरू माझमा प्रस्तुत गरेका छौँ। पक्कै पनि तपाईँहरूले आफ्नो ठाउँबाट साथ सहयोग र समर्थन गर्नुभयो भने पक्कै पनि एउटा खालको मानवीय क्षति, भौतिक क्षति, कुनै पनि क्षति हुनबाट बस्नेछ। र यो प्रकृतिसँग कसैले पनि जुधेर सक्दैनौँ। अघि भर्खरै देखिएको घर तपाईँहरू देख्न सक्छौँ, यहाँ थियो। यहाँको घर हामीले हेर्दै बगाइसकेको छ। पक्कै पनि बाटो पनि बगाएको छ। तपाईँहरूलाई फेरि देखाउन सक्छौँ, यो घर अघि भर्खरैसम्म थियो, अहिले चाहिँ त्यो घर बगाइसकेको छ भने बाटो पनि निकै खतरा भएको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरू सबैजनालाई यो सन्देश, घान्द्रुक यात्रा गर्दै हुनुहुन्छ भने केही समय बुझेर मात्रै गर्नुहोला।